प्रस्तावना। पीढीको पीढी केवल कथा होइन, यो एक स्मृति हो, एक सङ्घर्ष हो र एक पुनर्जागरण हो। यो पुस्तक 3 पीढी बीचको संवादको कथा हो, जहाँ पुरानो घर केवल इँटा र माटो होइन, आत्माको सङ्ग्रहालय हो। धरनी प्रसादको मौनता, सुमनको आधुनिकता र अनुको जिज्ञासाले हामीलाई एउटा यस्तो यात्रा गराउँछ जहाँ हामी हाम्रो पहिचान, परम्परा र परिवारको माया पुनः खोज्न थाल्छौँ। आजको नेपालमा जहाँ टिकटक र ट्रेन्डले चेतनालाई विस्थापित गरिरहेको छ, यो कथा एक स्मरण हो कि हामीलाई बनाउने जरा अझै जीवित छन्। पीढीको पीढी पढ्दा तपाईँ केवल पात्रहरूसँग होइन, आफ्नै जीवनसँग संवाद गर्नुहुनेछ। तपाईँ आफ्नै बुबाको मौनता, आमाको ममता र आफ्नै बाल्यकालको गन्ध भेट्नुहुनेछ। यो पुस्तक तपाईँलाई सम्झाउनेछ कि परम्परा केवल पुरानो कुरा होइन, त्यो भविष्यको आधार हो, र परिवार केवल सम्बन्ध होइन, त्यो आत्माको प्रतिबिम्ब हो। लेखक परिचय: मोहन प्रसाद ढुङ्गेल। मोहन प्रसाद ढुङ्गेल एक भावनात्मक र सांस्कृतिक दृष्टिकोणले समृद्ध लेखक हुन्, जसको लेखनी नेपाली समाजको आत्मा, परिवारको माया र राष्ट्रिय चेतनासँग गहिरो रूपमा गाँसिएको छ। उनले आफ्नो कथा, कविता, स्क्रिप्ट र ब्रान्ड सन्देशहरूमा आम नेपालीको सङ्घर्ष, गर्व र परम्परालाई उजागर गर्दै आएका छन्। उनको लेखनमा व्यङ्ग्य र संवेदनशीलता सँगै पाइन्छ, जहाँ बुबा र आमा जस्ता सामान्य पात्रहरू नै असली नायकको रूपमा प्रस्तुत हुन्छन्। पीढीको पीढी उपन्यासमा उनले 3 पीढी बीचको टकराव, सम्झना र पुनर्जागरणलाई भावनात्मक र सांस्कृतिक गहिराईका साथ चित्रण गरेका छन्। उनको उद्देश्य केवल कथा भन्नु होइन, कथा मार्फत चेतना जगाउनु हो। उनी विश्वास गर्छन् कि नेपाली पहिचान केवल इतिहास होइन, भविष्य पनि हो।